बाटो हालत त्यस्तै छ हेर्न सक्नुहुन्छ। यो चाहिँ रामपुर सडक खण्ड हो। यो चाहिँ आर्य भन्ज्याङदेखि रामपुर जाने बाटो छ। यो बाटोको हालत चाहिँ यस्तै छ। मैले जानेदेखि यस्तै थिएन, अहिले म यत्रो बुढो भइसकेँ बाटोको हालत जस्ताको त्यस्तै छ। 15-20 वर्षमा पनि बाटो यस्तै जस्ताको त्यस्तै हुन्छ त के गर्ने हो। बाटो बन्दैन त यतातिर। बाटो खनेर ठुलो मात्र गराउँछन् तर बाटो चाहिँ त्यही हो। फेरि फिनिसिङ हुनै टाइम लाग्छ बाटो। यता यस्तो डेन्जर छोयो तल चाक दुखिसक्यो यहाँ बाटोको हालतले। मान्छेको चाक पनि खराब भयो, बाइक पनि यहाँ ढोस्टै भइसक्यो यस्तो बाटोमा हेर्न सक्नुहुन्छ। बाटो के भन्नु यस्तै छ। अब नयाँ चेन्जिङ युवा के गर्छ अब यो बाटोलाई, अब कहिलेसम्म बन्छ यो बाटो हेर्न सक्नुहुन्छ। बाटोको हालत यस्तै छ। मेन रोड हो, रामपुर जाने मेन रोड हो यो चाहिँ होइन, तर यस्तो छ क्या हालत बाटोको। 10-15 वर्षमा पनि बन्दैन बाटो जस्ताको त्यस्तै। के गर्नु यस्तै छ। गाइस हामी अब 2 घन्टा लाग्छ यहाँदेखि चाहिँ। गाइस